Hi everyone, welcome to the vlog. आज चाहिँ मेरो ड्युटीको फर्स्ट डे हो। मैले चाहिँ हिजो अस्ति रिलायन्समा सिभीहरू बुझाएको थिएँ र त्यहाँ चाहिँ मैले आजदेखि ड्युटी जोइन गर्नु पर्यो र आजदेखिको चाहिँ मेरो डे फर्स्ट ड्युटी हो। आज चाहिँ के कस्तो हुन्छ ड्युटी अलिकति डर पनि लागिरहेको छ। बेलुका चाहिँ 6 बजीतिर हुने रहेछ छुट्टी। गाडी पाउँछु कि पाउँदिनँ त्यही अलिकति डर लागिरहेको छ। के कस्तो हुन्छ देखाउँछु। म चाहिँ यहाँ बजार आइपुगिसकेँ। अब चाहिँ रिलायन्समै चाहिँ म झर्दिनँ किनभने मेरो 1-2 काम छ नि यहाँ बजारमा। 1-2 काम भन्दा पनि ब्ल्याक सू किन्नु अरे नि त, त्यही भएर जुत्ताहरू चाहिँ खालि वाइट छ नि त, मलाई खालि वाइट मनपर्छ त्यही भएर जुत्ता चाहिँ ब्ल्याक सू किन्नु आएको। मेरो चाहिँ आइडीहरू भित्र प्रोसेस हुँदैछ। म यहाँ बाहिर बसिरहेको छु। म चाहिँ यहाँ मेरो लन्च ब्रेक भएर पनि आइसकेको छु। मैले त्यस्तो राम्रो सुट गर्नु पाइनँ किनभने अब सिक्दैछु। म चाहिँ मेरो आजको ड्युटी सकेर यहाँ बसिरहेको गाडी पर्खिरहेको छु। गाडी छ दादाको गाडी छ, त्यो गाडी पर्खिरहेको छु। मेरो भर्खरै ड्युटी आजको ड्युटी सकेर त्यही बसिरहेको छु। कहिले घर गएर सुत्नु भयो। पर्खेको त्यस्तै छ। लु अब तिमीलाई पनि भोलि भेटौँ। ल म चाहिँ घर आएर पनि अब सुतेको। बाई बाई।